तिमी 3 दिन कता गएर बसेको रे के केटीसँग हैन अनि मलाई रातभरि निस्माले कुट्या रे सपनामा चाहिँ के कुट्या होइन के भन को हो भन्छु रे हैन मलाई विश्वास चाहिँ लागेको छैन रे भन भन्छ तिमी झन् मुचुक मुचुक हाँस्छौ रे मलाई झन् रिस उठ्या रे हैन बाहिरको ब्रेकै म हाल्दिन तैँले इफ चाहिन्छ भनेदेखि यीको ब्रेक चाहिँ यही यो सर्भिसिङ गर्ने ठाउँकै चाहिँ हाल्नुपर्छ अब बाहिरको ल्याएपछि ब्रेकहरूको के अरू इस्यु हुनसक्छ त्यही भएर प्रब्लम हुन्छ त्यही भएर म गर्दिनँ भनेर भनेको होइन गाइजहरू आज बिहान चाहिँ मेरो यसरी सुरु भयो हेलो गाइजहरू स्वागत छ नयाँ ब्लगमा अनि आज चाहिँ मेरो यो गाडी बनाउन लाग्नुपर्ने छ त्यो क्यालिपर ब्रेक फेर्नुपर्ने थियो क्या अस्ति नै धेरै टाइम भएको थियो फेर्नुपर्ने अनि त्यो मगाउनको लागि टाइम लाग्यो त्यसको त मैले एक भिडियो बनाएको थिएँ अनि आज अपोइन्टमेन्ट छ क्या गाडीको लागि त्यही भएर बनाउन जानुपर्ने छ अब सायद 8 देखि 9 हो कि 9 देखि 10 हो थाहा छैन त्यो भएर चाहिँ अहिले फेरि निस्मालाई काममा पुर्याउन जान थालेको अनि उसलाई काममा पुर्याउन जाँदा चाहिँ अब गाडीमा हाल्छु इफ 8 देखि 9 रहेछ भने पनि त्यतिखेर जान्छु अब 9 देखि 10 रहेछ भने त घरमा आएर जान्छु त्यही भएर चाहिँ गाडीमा हालेर रेडी गरिरहेको छु लगाइसहरू यस्तो छ अहिले तर आज चाहिँ सबभन्दा हाइएस्ट दिउँसो चाहिँ 43 कि 44 डिग्री सेन्टिग्रेड छ तापक्रम अहिले यस्तै यो के हो थाहा छैन फग लागिरहेछ यहाँको मौसम यस्तै छ लगाइदिएर निस्मा पुऱ्याउनु जान्छु है त ए सपनामा निस्माले म को केटीसँग हिँडेको देखेर हिँडेको देख्या होइन के हिँडेको देखेर त के भयो त अनि तिमी 3 दिन कता गएर बसेको रे के केटीसँग हैन अनि मलाई रातभरि निस्माले कुट्या रे सपनामा चाहिँ के कुट्या होइन के भन को हो भन्छु रे हैन मलाई विश्वास चाहिँ लागेको छैन रे भन भन्छ तिमी झन् मुचुक मुचुक हाँस्छौ रे मलाई झन् रिस उठ्या रे हैन अनि सोचे फोटो हेर्छु भन्छ रे मोबाइल पनि दिँदैन रे अनि के त्यसै देखेर थियो भने Oh my god. ल गाह्रो छ गाइजहरू मलाई ल बाई बाई सी भरे है त ल गाइजहरू म पनि अब घर जान्छु है त It's time to do your best work with the all-new Adobe Acrobat Studio. On booking.com. ल गाइजहरू म चाहिँ गाडी सर्भिसिङ गर्न लग्न जान थालेँ अनि दाइलाई काममा छोडेर म चाहिँ गाडी सर्भिसिङ गर्न लाग्छु ल गाइजहरू म चाहिँ दाइलाई काममा छोडेर उता सर्भिसिङको लागि जाँदैछु सर्भिसिङ भन्दा नि त्यो गाडीको के क्यालिपर ब्रेकहरू चेन्ज गर्न छ ब्रेक प्याडहरू गाइजहरू मलाई यो क्यालिपर ब्रेकले चाहिँ दिमाग खाइसक्यो हुर्नु न हाँस्नु बनाइसक्यो बल्ल बल्ल रेपकोबाट क्यालिपर ब्रेक मगाएँ 1 महिनामा बल्ल बल्ल आयो होइन अनि आज चाहिँ सर्भिसिङ गर्न आएको यहाँ के भन्छ भने बाहिरको ब्रेकै म हाल्दिनँ तैँले इफ चाहिन्छ भनेदेखि यीको ब्रेक चाहिँ यही यो सर्भिसिङ गर्ने ठाउँकै चाहिँ हाल्नुपर्छ अब बाहिरको ल्याएपछि ब्रेकहरूको के अरू इस्यु हुनसक्छ त्यही भएर प्रब्लम हुन्छ त्यही भएर म गर्दिनँ भनेर भनेको होइन अनि अस्ति चाहिँ के भनेको थियो भनेदेखि पहिला चाहिँ यो क्यालिपर ब्रेक चाहिँ पाइँदैन यो अलिकति पाउन गाह्रो छ त्यो मध्ये 2टा चाहिँ मसँग छ हालिदिन्छु होइन अनि अरू चाहिँ तैँले त्यो क्यालिपर ब्रेक चाहिँ मगाउनु पर्छ अरू चाहिँ मसँग छ भनेर भनेको थियो रहेको होइन अनि हिजो चाहिँ अपोइन्टमेन्ट बुक गरी अनि आज आएर चाहिँ सर्भिसिङको लागि भन्दा त म त बाहिरको सामान त हुँदैन गर्दिनँ सामान मगाउने भएदेखि तैँले गर्ने भएदेखि यहीँको गर यो फिर्ता गर नत्र गर्दिनँ भन्छ क्या के भइरहेछ आइरहनु अब त्यही भएर यसले गर्दैन अरे अनि अब चाहिँ भोलि अर्कै ठाउँमा बुक गरेको छु भोलि उहाँ जानु छ आज चाहिँ यहाँ यति धेरै गर्मी छ कि होइन म गाइजहरूलाई बाहिरै गएर देखाउँछु म बाहिर काम पनि छ अहिले चाहिँ 39 छ होइन यो बाहिर त पुरै बल्या छ त्यो चाहिँ यो म मिन टिप्न आएको खास गरी सिट घाम यस्तो छ आम्मा 5 मिनट मान्छे यहाँ बस्यो भने मान्छे फ्यान्ट हुन्छ होइन आज चाहिँ सबभन्दा हाइएस्ट 44 छ होइन म चाहिँ मिन टिप्न आएको यो मिन चाहिँ किनभने म चाहिँ आज नेपाल अस्ट्रेलियन स्टाइलको सर्बत पानी बनाउन गइरहेको छु गाइजहरू होइन मैले सधैँ बनाएर आउँछु तैपनि आज चाहिँ यस्तो गर्मी छ डिहाइड्रेट नहोस् भनेर चाहिँ मैले आइस पनि जुगाड गरेको छु क्या हाम्रोमा चाहिँ त्यो आइस हाल्ने ठाउँ अलिक सानो छ
आइस त स्टोर गर्ने आइस बनाउने फ्रिजर चाहिँ अलिक सानो छ क्या धेरै सामानले भरिएको छ अनि त्यही भएर चाहिँ मैले आइस चाहिँ जुगाड गरेको छु जिप ब्यागमा हालेर अनि अब चाहिँ यो धेरै मिन्टहरू हालिदिन पऱ्यो त्यसपछि हनीहरू त्यसपछि फ्रुट्सहरू के छ त्यो हालेर चाहिँ सर्बत पानी बनाउँछु गाइजहरू म अहिले देखाउँछु है त भित्र गएपछि गाइजरी मैले चाहिँ होइन आइस यसरी बनाएको छु कि हामीसँग चाहिँ त्यो आइस राख्ने यो मात्रै छ आइस क्युब चाहिँ थोरै छ क्या सानो छ धेरै अड्दैन अनि आज चाहिँ लास्टै गर्मी छ नि झन् त्यही भएर चाहिँ मैले यसरी यो सिलिङ ऱ्यापमा चाहिँ यसरी प्याक गरेर आइस बनाएको छु अब यसलाई भाँडामा खनेर अनि ड्रिङ्क बनाउनु पर्छ हो बजिरहेछ मैले चाहिँ मेरो ड्रिङ्क अलमोस्ट बनाइसकेँ अनि निस्माको लागि पनि बनाइदिएको छु चिसो क्या आज तातो छ नि त लास्टै अनि त्यही भएर यसो रिफ्रेसिङ हुन्छ भनेर चिसो भएको थिएँ बाहिर गएँ तातोले पग्लेर लाग्थ्यो छ या आइस चाहिँ त चिसो छ ल मेरो चाहिँ ड्रिङ्क रेडी भइसक्यो है म एकचोटि खान्छ त कस्तो भएर रहेछ दामी भएको छ यो चाहिँ मैले दाइ दिदी निस्माको लागि बनाएर राखेको छु यसमा चाहिँ मैले तपाईँको प्लास्टिकको आइस देखाएको थिएँ नि त्यो आइस चाहिँ यहाँ हालेको थिएँ पग्लिसक्यो पग्लिन चाहिँ अनि यसमा चाहिँ मैले के हालेको छु एकचोटि भन्छु है त मैले स्ट्रबेरी हालेको छु अनि ताजिन हालेको छु त्यसपछि थोरै हनी हालेको छु अनि त्यसपछि सोलो अथवा कागती हाल्दा हुन्थ्यो मैले चाहिँ सोलो ल्याएको थिएँ हिजो अनि त्यही हालेको छु अनि त्यस पछाडि मिन्ट हालेँ अब अरू त्यो बेरिजहरू हाल्दा पनि हुन्थ्यो तर ठिक छ फ्रेस चाहिँ छ त्यही भएर मैले चाहिँ अरू हालिनँ यस्तो गर्मी छ कि बाहिर त अहिले कति छ फेरि हेर्छु म एकचोटि मोर देन 33 चाहिँ आइएम स्योर बट त्योभन्दा बढी कति छ हेर्छु क्यान यु बिलिभ मी गाइज 42 यहाँ देखेको छैन होला 42 अहिलेको टेम्परेचर छ अनि म चाहिँ निस्मा लिन जान थालेको ल निस्मा आए आमा के हो घाममा अलिक छिटाउनु नि हेलो मैले मम्मीलाई कल गरेको थिएँ मम्मीले कल गरेरै हुनुहुन्छ मलाई गाइजहरू घर आइपुग्यो अनि अब चाहिँ केही बनाउनु पर्छ केही खाना पनि पर्छ अनि अब चाहिँ निस्माले यो साग र खाना बनाउने रे त्यसपछि अब म चाहिँ यो टक्क रेडी गरेर राख्छु मैले चाहिँ खासै पकाउन आउँदैन अनि सब रेडी गरेर चाहिँ राख्ने मैले हो तर निस्माले चाहिँ पछि बनाउँछ ऊ चाहिँ अलिक मिठो बनाउँछ बनाउनु त म पनि जान्दछु बट मिठो हुँदैन त्यही हो अनि अब यसलाई चाहिँ टक्क पखालेर काटेर केलाएर के गरेर हुन्छ अनि आलु सालु रेडी गरेपछि अनि खाना पनि बसाल्ने त्यसपछि खाना कस्तो बन्छ म देखाउँछु है त किनभने धेरै टाइमपछि चाहिँ यो साग र भात खाइनेवाला छ क्या त्यही भएर चाहिँ कस्तो हुन्छ देखाउँछु है त म मोबाइल हेर्दै चाहिँ निस्मा खाना बनाउँदैछु रेडी भयो खाना लु गाइजहरु मेरो चाहिँ खाना खाने बेला भयो यहाँ साग आलु भात त्यसपछि यहाँ चिकन करी गर्मीले पाकिसक्यो तैपनि अब खाएर गएर भित्र एसीमा आरामले सुत्नुपर्छ अनि गाइजहरु भर्खर खाना खाएर भाँडा माझेर बसे है देख्न सक्नुहुन्छ यस्तो पसिना छ कि आम्मामा आज त मरेला जस्तो छ गर्मीले मैले चाहिँ निस्मालाई कोल्ड कफी बनाइदिएको होइन यसमा चाहिँ आइसक्रिम अनि त्यसपछि दुध कफी छ होइन अनि मैले चाहिँ भर्खर टिकटकमा देखाएको थिएँ क्या यो चाहिँ आज गर्मी छ नि त धेरै अनि त्यो टिकटकमा देखाएको थिएँ र बनाएको यो आइसक्रिम चाहिँ अलि प्लेन खालको चाहिने रहेछ मेरो चाहिँ चक्लेट थियो त्यही भएर अर्को तितो चाहिँ भयो अनि फेरि कफी चाहिँ मैले सुगर नहाली बनाएको छु क्या अनि त्यही भएर दुइटै मिक्स गरेर झन् तितो भएको छ अब निस्माले चाहिँ के ल्याइदिएको यस्तो भन्छ होला भने म खान्छु होइन यस्तो गर्मी छ गाइजहरु यहाँ चाहिँ मैले पास्ता बनाइरहेको छु आज पनि होइन अनि आज चाहिँ हिजो अस्ति भन्दा अलिकति फरक भएको छ मिठो लाग्छ छ अनि यसपछि मैले भेजिज हालेको छु त्यसपछि ससेज हालेको छु अनि यो अन्डा चाहिँ छुट्टै राखेको छु यसलाई पनि अहिले हाल्छु अनि एकदम बब्बाल मिठो हुन्छ आज चाहिँ मैले थाहा पाइसकेँ गाइजहरु पास्ता चाहिँ यस्तो देखेको छ होइन अनि मैले यो अन्डा चाहिँ आज चाहिँ छुट्टै बनाएको छु क्या अस्ति नै चाहिँ मैले त्यो अन्डा त्यो टुक्रा गरी सबै एक ठाउँमा मिक्स गरेर बनाएको थिएँ
अनि निस्मालाई त्यो मन परेन अरे क्या अन्डा नै देखिएन अन्डा हाले नहालेको के अर्थ भएन छुट्टै गरी बना भने त्यसपछि मैले अन्डालाई चाहिँ यसरी काटिसकेपछि चाहिँ अनि पास्तामाथि चाहिँ सर हालेँ अनि त्यसपछि फेरि चलाएर सबै मिक्स गरेँ त्यसपछि एकदम गर्मी थियो अनि मैले त्यो ड्रिङ्क बनाएको थिएँ नि त अनि फेरि डिहाइड्रेट नहोस् भनेर चाहिँ त्यो ड्रिङ्क पिउँदै पास्ता बनाउँदै गरेँ अनि त्यसपछि पास्ता रेडी भइसकेपछि निस्मालाई बोलाएँ अनि पस्किन लाएँ पस्ता के लाग्छ तिमीलाई मिठो छ छैन है हेरौँ खाएपछि अब खाने नि त्यसपछि थाहा हुन्छ गाइजहरू हिजो अस्ति भन्दा चाहिँ मिठो देखिया छ आज मिठो देखिया छ अस्तिको भन्दा चाहिँ अब लेट्स सी कस्तो के हुन्छ